नमस्कार। सौर्य ज्योतिष सेवामा यहाँहरूलाई हार्दिक स्वागत छ। उपस्थित भइसकेको छु तपाईँहरूकै ज्योतिष सारथी युवा ज्योतिष म सूर्य कोइकेल र आजको बसाइमा मैले लिएर आएको छु जेठ महिनामा विशेष भाग्यशाली राशिहरू कुन कुन रहनेछन्, मिश्रित फल प्राप्त हुने राशिहरू कुन कुन रहनेछन् र सावधानी अपनाउनु पर्ने राशिहरू कुन कुन रहनेछन्। भिडियोलाई सुरु गर्नुभन्दा पहिला तपाईँहरूलाई मेरो विनम्र अनुरोध छ, यो च्यानलमा तपाईँ पहिलोचोटि आइपुग्दै हुनुहुन्छ भने यसलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला, लाइक कमेन्ट र सेयर पनि जरुर गर्नुहोला ताकि यो मेरा लागि तपाईँहरूको एउटा उत्प्रेरणा हुनेछ, प्रेरणा हुनेछ र आगामी दिनहरूमा पनि म यस्तै तपाईँका लागि उपयोगी भिडियोहरूलाई लिएर आउन सक्षम रहनेछु। र विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले कुरा गरौँ कि जेठ महिनामा ग्रहहरूको अवस्था कस्तो रहनेछ। विशेष गरेर मासिक राशिफल सूर्य, मङ्गल र शुक्र ग्रहको अवस्थामा भर पर्दछ र यस महिनामा अथवा जेठ महिनामा सूर्य ग्रह वृष राशिमा रहेका छन्। वृष सूर्यका लागि मित्रकै राशि हो। मङ्गल मेष राशिमा रहेका छन्, स्वगृही छन् मङ्गल आफ्नै घरमा, र शुक्र मिथुन राशिमा छन् र 17 गतेदेखि शुक्र ग्रह कर्कट राशिमा प्रवेश गर्नेछन् र ग्रहको यो अवस्थाले तपाईँको राशिमा कस्तो प्रभाव पर्नेछ, तपाईँको राशिफलमा कस्तो प्रभाव पर्नेछ भन्ने बारेमा आज हामी विवेचना गर्दैछौँ। अब कतिपय अवस्थामा के हुन्छ भन्दाखेरि गोचरमा नकारात्मक रहेको ग्रह तपाईँको कुण्डलीमा राम्रो हुनसक्छ। त्यसैले राशिफलले भनेका केही नकारात्मक तपाईँको फल दिने खालको कुराहरू छन् भने तपाईँको कुण्डलीमा रहेको त्यो सम्बन्धित सकारात्मक ग्रहले तपाईँको राशिमा सकारात्मक परिवर्तन ल्याएको पनि हुनसक्छ। भने तपाईँको एक्युरेट प्रेडिक्सनको लागि चाहिँ तपाईँको लग्न कुण्डली अथवा जन्म कुण्डली नै विवेचना गराउनुपर्ने हुन्छ। यो कुराको जानकारी गराउँदै प्रवेश गरौँ विषयवस्तुमा। सबैभन्दा पहिला म कुरा गर्दैछु सावधानी अपनाउनु पर्ने राशि। यी राशि 4वटा रहेका छन् र यी राशिहरूले चाहिँ विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। अहिले बोल्दा विचार पुर्याउनुपर्छ, लेनदेनमा विचार पुर्याउनुपर्छ, साझेदारी व्यवसायमा विचार पुर्याउनुपर्छ, कुनै नयाँ कामहरूको सुरुवात गर्दै हुनुहुन्छ भने विचार पुर्याउनुपर्छ, कुनै यात्रामा निस्किँदै हुनुहुन्छ भने तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ। र अहिलेको लागि तपाईँले केही संयम त अपनाउनु भयो र तपाईँले विचार पुर्याउनु भयो र सावधान रहनुभयो भने यो तपाईँकै हितमा हुनेछ। र यी राशिहरू रहेका छन् मेष राशि, वृश्चिक राशि, धनु राशि र मकर राशि। अब कुरा गरौँ सामान्य फल मिल्ने राशि। सामान्य फल मिल्ने राशिहरूमा वृष राशि र सिंह राशि गरेर 2वटा राशि रहेका छन् भने अत्यन्तै भाग्यशाली र शुभ फल प्राप्त गर्ने राशि, जसलाई यो महिनामा सुख प्राप्ति हुँदैछ, धन प्राप्ति हुँदैछ, पदोन्नति हुँदैछ, तपाईँको भाग्यको उदय हुँदैछ र उन्नति प्रगति हुँदैछ। यी राशि रहेका छन् मिथुन राशि, कर्कट राशि, कन्या राशि, तुला राशि, कुम्भ राशि र मीन राशि। र जाँदै फेरि तपाईँलाई मेरो एकदम विनम्र अनुरोध छ, च्यानलमा यदि पहिलोचोटि आउँदै हुनुहुन्छ भने सब्सक्राइब जरुर गर्नुहोला, लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। हवस् त, नमस्कार।